आज हामी पेट्रोल हाल्न भारतको रक्सोल बजार जाँदैछौँ। आज एकदमै इन्ट्रेस्टिङ हुन लागेको छ। अहिले नेपालमा डिजेलको मूल्य प्रति लिटर 237 रुपैयाँ छ भने पेट्रोल 219 रुपैयाँ छ। ल अहिले हामी वीरगञ्ज हुँदै रक्सोल आइपुगेका छौँ। अब हामी पेट्रोल पम्प खोज्दै अघि बढ्दैछौँ। केही दिन अघि नेपालको मिडियामा समाचार आएको थियो, भारतले नेपाली नम्बर प्लेटका गाडीलाई पेट्रोल र डिजेल दिन बन्द गर्यो भनेर। त्यसैले आज हामी आफै टेस्ट गर्न जाँदैछौँ। साँच्चै दिन्छ कि दिँदैन होला त, अनुमान लगाउनुस् त। सस्तो छ भनेर सुनेर हामीले बाइकको ट्याङ्की पनि खाली नै राखेर आएका छौँ। अब हेर्नुहोस् के हुन्छ। ओहो, पेट्रोल पम्पमा पुग्ने बित्तिकै त अर्कै दृश्य देखियो। इन्डियन बाइक भन्दा नेपाली बाइकको लाइन लामो। ल हामी पनि लाइनमा बस्यौँ। केही बेर पछि पेट्रोल हाल्ने मेरो पालो आयो। मैले सोधेँ, नहीं कितना है लीटर का? 107 रुपया। 500 का कितना आएगा? 4 लीटर 35 का। वही डाल दीजिए ना। हमने लीटर का कितना बोला था भैया? 107। कति पर्छ रो? उसले भन्यो 107 रुपैयाँ भरू। मलाई विश्वास नै लागेन। फेरि सोधेँ, साँच्चै? अनि थाहा भयो भारतमा पेट्रोलको मूल्य भरू 106.93 रहेछ। अब नेपाली रुपैयाँमा हिसाब गर्दा करिब 171 रुपैयाँ पर्छ। विश्वास नलाग्ला भनेर मैले रिसिप्ट पनि लिएँ है। अब डिजेलको कुरा गरौँ। भारतमा डिजेल भरू 96 रुपैयाँ, नेपालीमा करिब 153 रुपैयाँ 60 पैसा। त्यही डिजेल नेपालमा 237 रुपैयाँ, मतलब झन्डै 83 रुपैयाँ महँगो। पेट्रोल पनि करिब 48 रुपैयाँले महँगो रहेछ नेपालमा। यस्तो हुँदा पनि नेपाल आयल निगम घाटामा छ भन्छ। यो कुरा बुझ्न गाह्रो भयो। र यसको प्रभाव चाहिँ रक्सोलमा पनि परेको छ। रक्सोल बजार विशेष गरेर नेपाली ग्राहकहरूले चलेको बजार हो। यहाँको बजारको अवस्था हेर्नु भने एकदम दयनीय अवस्था छ। आज व्यापारै छैन भन्ने सम्मको प्रतिक्रियाहरू ग्राहक व्यवसायले गरेका छन्। र भरसारको पनि अवस्था के छ? माननीय प्रधानमन्त्री बालेन साहबज्यू, हामी नेपालीले पनि भारत जस्तै सस्तो मूल्यमा तेल पाउने व्यवस्था मिलाइदिनु पर्यो। कुनै समय तेल सस्तो पाउँछ भनेर भारतबाट नेपाल तेल हाल्न आउँथे। आज हामी नेपालबाट भारत जान बाध्य छौँ। यदि तपाईँलाई यो भ्लग मन पर्यो भने लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। यस्तै रियल कन्टेन्ट लिएर फेरि भेट्नेछौँ।